सम्पूर्णमा नमस्कार। हामीले वनस्पतिको विषादी बनाउँदाखेरि 10 लिटर पानी अट्ने भाँडो लिनुपर्दछ र उक्त भाँडोमा 6 देखि 8 लिटर पानी मिसाइसकेपछि त्यसमा 3वटा जति जाइफल पिसेर हाल्न सक्छौँ। त्यसपछि 30 देखि 50 ग्राम टिम्बुर प्रयोग गर्न सक्छौँ। खुर्सानीको धुलो 100 देखि 150 ग्राम प्रयोग गर्नुपर्दछ। त्यसपछि अदुवा, लसुन, सेतो खरानी हामीले 1-1 पाउ उक्त पानीमा चाहिँ मिसाउन सक्दछौँ। त्यसै गरी हामीले आफ्नो वरपर पाइने औषधिजन्य गुण भएका विभिन्न किसिमका वनस्पतिहरू जस्तै तितेपाती, असुरो, निम लगायतका वनस्पतिहरू प्रयोग गर्न सक्दछौँ। जसलाई चाहिँ सुकेको छ भने आधी केजी र हरियो भएमा 4 केजी प्रयोग गर्नुपर्दछ भने यसमा हामीले 30 देखि 50 ग्राम ल्वाङ मिसाइसकेपछि उक्त मिश्रणलाई चाहिँ हामीले मध्यम आँचमा आधी घन्टासम्म चाहिँ पकाउनु पर्दछ। यसरी तयार भएर पाकिसकेपछि उक्त मिश्रणलाई चाहिँ हामीले एउटा नरम कपडा अथवा जालीको माध्यमबाट चाहिँ छुटाउने काम गर्दछौँ र मिश्रणसँग हामीले वनस्पतिको पातहरू छुटाइसकेपछि चाहिँ उक्त मिश्रण झोललाई चाहिँ हामीले केही बेर सेलाउनको लागि छोडिदिन्छौँ र राम्रोसँग चिसो भइसकेपछि उक्त वनस्पतिको औषधिजन्य गुण भएको वनस्पतिको हामीले जुन विषादी बनाउँदैछौँ त्यसमा चाहिँ हामीले हाम्रो कपडा धुने सरफ 50 ग्राम एड गर्न सक्छौँ। 200 ml अल्कोहल एड गर्न सक्छौँ। 3वटा सन्चो चाहिँ एड गरिसकेपछि हामीले त्यसलाई राम्रोसँग चलाउनु पर्दछ। यसलाई राम्रोसँग चलाइसकेपछि चाहिँ प्लास्टिकको बोतलमा चाहिँ हामीले स्टोर गरेर राख्न सक्छौँ र यसलाई हामीले महिना दिनसम्म प्रयोग गर्न सक्छौँ। यसलाई प्रयोग गर्दा चाहिँ हामीले 15 ml 1 लिटर पानीमा चाहिँ मिसाएर प्रयोग गऱ्यौँ भने चाहिँ हाम्रा बालीमा लागेका रोग किरा नष्ट भएर जाने गर्दछन्।